ओम श्री गणेशाय नमः। अतः अष्टमोऽध्यायः। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, विष्णु अन्तर्ध्यान भई दक्ष प्रजापतिको यज्ञ स्थलबाट भागेपछि ती बाँकी रहेका 33 कोटी देवता यज्ञ गन्धर्व किन्नर दैत्य नागहरू हाहाकार गरी दक्ष दिशामा भागेर आपसमा कुरा गर्न लागे। अब दक्ष प्रजापतिको प्राण रहँदैन, किनभने नारायण जस्ताको सुदर्शन चक्र मिथ्या भई व्याक्त भयो। जुन चक्र उठाई विष्णु खडा हुँदा ठुला ठुला दैत्यहरू र प्रभावशाली देवताहरू समेत टिक्न सक्दैनथे। आज यसका नारायण समेत भागेर अन्तर्ध्यान हुनुभयो भने अब हामीहरूको पराक्रमले के गर्न सक्छ? यसकारण अब हामीले आफ्नो प्राण बचाउनु पर्छ। यति भनी सबै दैत्यहरू 10 दिशामा भाग्न लागे। नारायण समेत देवताहरू यज्ञ गन्धर्व किन्नर दैत्य नाग अष्टदिक्पाल समेत आफ्ना प्राण बचाई भागेको देखि काल समान हुनुभएका वीरभद्रले रिसले जिब्रो निकाली नाग झैँ निश्वास गर्दै सुस्केर हाल्दै वर्षा कालको मेघ गर्जे झैँ गर्जी जाइ लागेर दक्षको टुप्पी समाति पछार्नु भयो। त्यसपछि वीरभद्रले दक्षलाई भन्नुभयो, हे पापी दक्ष, तैँले महादेवको अत्यन्तै निन्दा गरिस्, आफ्नो पुत्री पनि मारिस्। तँ जस्तो पापीहरू कोही छैन। साधारण मनुष्य र देवतालाई निन्दा गर्यो भने त त्यसको दुर्गति हुन्छ भने सृष्टि पालन र संहारकर्ता साकार र निराकार स्वरूप भएका श्री महादेवलाई निन्दा गर्दा तेरो कस्तो गति हुन्छ? अब हेर्दै जा। यस प्रकार अनेक तरहले वीरभद्रले दक्ष प्रजापतिको साथोली महादेवलाई निन्दा गर्दै यज्ञमा निमन्त्रणा गरिन। त्यसलाई नबोलाए के होला? नारायण आदि सबै मेरा ज्वाइँहरू छन्। त्यो देख्दै बिरु भएको दिगम्बरलाई नबोलाए मलाई के होला भनी त्रिभुवनपतिको ज्यादै निन्दा गरेको थिइस्। अब यस बखत तेरा ज्वाइँहरू कहाँ गए? तेरा ज्वाइँहरूलाई गुहार मागी आफ्नो प्राणको रक्षा गर। तेरो यज्ञ अरू देवताहरूले शङ्कर बिना पूर्ण गराउनु म पनि हेर्नेछु। अब तँलाई यस यज्ञमा हालेर भस्म गर्न सके हामीलाई सन्तोष मिल्ला। यति भनी भगवान वीरभद्रले तत्काल आफ्नो नङले प्रजापतिको शिर छुटाई यज्ञमा होमिदिनु भयो। यस्ता तरहसँग सृष्टिको संहार गरेको देखि महाकाली आदि चतुष्ट योगिनी नन्दी भृगी प्रमद गण विष मञ्जवर भूत प्रेत पिशाचहरूले एकै स्वर गरी धन्य धन्य वीरभद्र शिवको निन्दा गर्ने दक्षलाई नाश गर्नुभयो भनी नाना प्रकारले स्तुति गरे। त्यसपछि दक्ष प्रजापतिकी स्त्री बिरेडीले पनि स्वामी दक्ष प्रजापतिको शिर छुट्यायो। यज्ञ कुण्डमा होमेको देखि बहुतै अधर्य भएर ठुलो बतासले केराको थाम ढाले झैँ गरी भूमिमा परिमूर्छा भइन्। केही बेरपछि चेष्टा भयो र शोक गर्न लागिन्, हे स्वामी, मलाई यस्तो अवस्थामा पारी अनाथ बनाई तपाईँ कहाँ जानुभयो? जगदीश्वरी श्री महादेवलाई यज्ञमा नबोलाउँदा यस्तो भयो, त्यसैले तपाईँको प्राण पनि गयो, मेरो यो अवस्था भयो भनी हिरिडी बतास लाग्दा ठुलो केराको थाम ढले झैँ गरी फेरि भूमिमा ढलिन्। केही बेरपछि फेरि होस आयो र नाना तरहको शोक गर्दै महावीर वीरभद्रसित बिन्ती गरिन्, हे ईश्वर वीरभद्र, दक्ष प्रजापति अति अज्ञानी हुन्, अहङ्कारी पनि हुन्, उनलाई ज्ञान थिएन। त्यस्ता मूर्खलाई नाश गरी हजुरलाई के फाइदा होला? मलाई विधवा नबनाई मेरो स्वामी दक्ष प्रजापतिलाई पिउताई मेरो उद्धार गर्नुहोस्। हे वीर, आफूले सृष्टि गरी आफ्नै संहार गर्न योग्य छैन। हजुर कस्ता भने सृष्टि स्थिर संहारकर्ता महारुद्र पनि हजुर नै, श्री महादेव पनि हजुर नै, आदि अनादि ब्रह्मा विष्णु शिवजी पनि हजुर नै होइ बक्सिन्छ। हे भक्तवत्सल, मेरो मुख हेरी दक्ष प्रजापतिको सम्पूर्ण अपराध क्षमा गरी उनलाई जीवन दान दिनुहोस्। यस्तो प्रकारको बिरडीको करुणा कन्दन इन्द्रादि देवताहरूले सुनेर
आकाशबाट पुष्पवृष्टि गर्दै भन्न लागे, हे वीरभद्र, हे ईश्वर, त्यो दक्ष प्रजापति महापापी हो। त्यसले शिवको ठुलो निन्दा गर्यो। त्यसलाई सजाय दिनु ठिक हो, तर